खाजा बनाएर राखेको छु भोकाएर आएको होला आज म मेरै हातले खुवाउँछु तँलाई भयो पर्दैन तपाईले जति खुवाउनु खुवाइसक्नु भयो अब म ठुलो भइसके हो त नि बाबु अब ठुलो मान्छे भइसकेपछि बाबा आमाको सहारा किन चाहियो र है बाबा आमाको आँखामा आएको आँसु कहाँ देख्न सकिन्छ र है तर आमाको शर्तमा चाहिँ बस्न सक्दिन है दाइ अहिले नै भनिदिएको छु हैन आमाको के शर्त रहेछ त्यस्तो मिठो छ नि लाग्थी त मिठो बनाइदिनु दादाले ला दाइ आज त मलाई कस्तो हतार भइसक्यो नि सुपा के को हतार तिमीलाई योगा ध्यान मेडिटेसन गरेको जस्तै मलाई यो घरको कामले नै एक्सरसाइज भइराखेको हेर्नुहोस् त त्यो त्यो हिजो आएको मान्छे थियो नि तपाईँले को भनेको गोपाल दाई भनेको त्यो मान्छे त रक्सी खाँदो रहेछ मलाई त डर लाग्यो आमा त्यो घरमा काम गर्न अब यहाँ त्यो घरमा बस्न पनि डर लाग्यो त्यो मान्छेसँग त मलाई साह्रै डर लाग्यो आमा नडराउ नानी नडराउ त्यस्तो डराइहाल्नु पर्ने छैन किनभने कहिलेकाहीँ खाएको बेला त्यस्तै हो के त राम्रो मान्छे हो किन डर लागेर केही भनेर त्यस्तो डराउनु पर्ने खालको त होइन तैपनि आमा जे भए पनि हामी उहाँहरूकै घरमा बसेका छौँ उहाँहरूकै सहारामा बसेका छौँ भोलि तलमाथि केही भइहाल्यो भने फेरि आमा मलाई त बच्चैदेखि रक्सी खाने मान्छे भनेको मैले देखेको पनि छैन मलाई त असाध्यै डर लाग्छ भनेको भयो होस् छोडिदिनुहोस् अब हामी बिस्तारै विचार गरौँला अनि उहाँ आइपुग्नुहुन्छ उहाँ आएपछि हामी बसेर सल्लाह गरौँला नजानुहोस् त्यहाँ अहिले त्यहाँ उहाँहरूको दाजुभाइको कुरा हुँदैछ हिँड्नुहोस् हुन्छ भित्र जाउँ हुन्छ ल तपाईँको भाइ त कस्तो बच्चा जस्तो भनेको तपाईँहरू बिच त 2 वर्षको मात्र फरक भनेको होइन अनि म चाहिँ कहाँ बुढो छु त म पनि त बच्चे जस्तो छु अनि फेरि हामी बिच कति नै फरक छ भने जम्मा 2 वर्ष त हो बाबा हो त्यही भएर त सोध्दैछु साँच्चै मैले तपाईँको बारेमा अर्को एउटा कुरा पनि थाहा पाएँ नि के कुरा हो तपाईँको नाम त कृष्ण हो रे नि कसरी क्रिस हुनुभयो फेरि कसले भन्यो यो कुरा कसले भन्ने नि आमाले भन्नुभएको अनि कृष्ण नै कति राम्रो नाम छ त किन क्रिस बनाउनु पर्यो छ नि नाम त राम्रै छ मेरो कृष्ण तिमी राधा म कृष्ण त्यसैले त जोडी राम्रो भएको छ नि हाम्रो जोडी मात्र राम्रो भएर हुँदैन नि हजुर भाव पनि मिल्नु पर्छ कति राम्रो नाम थियो तपाईँको कृष्ण तपाईँको नाम चाहिँ कसरी परिवर्तन भयो तपाईँ कसरी क्रिस हुनुभयो बरु अबदेखि तपाईँको नाम कृष्ण भन्नुहोस् भनेर आमालाई पनि भन्छु म त काठमाडौँ पढ्न गइयो कृष्ण भइयो अनि त्यसपछि गर्न हुने नहुने सबै गरियो होइन के भन्न खोज्नु भएको तपाईँले गर्न हुने नहुने सबै गरियो कतै तपाईँले माछा मासु पनि खान थाल्नु भयो कि क्या हो तपाईँलाई थाहा छ कि छैन आमाले पनि घाँटीमा कन्ठीमाला बाँध्नु भएको छ अब तिमीलाई किन ढाक्नु खाइयो नि फेरि आमाले थाहा पाउनु भयो भने मार्नुहुन्छ माछा मासु मात्र होइन के खाइयो अब अनि तपाईँले मलाई पहिला नै भन्नु भएको होइन म पनि प्रणामी हो भनेर किन त्यसो भन्नुभएको किन झुट कुरा बोलेको मलाई हो नि भन्न त भनेको हो तर के गर्नु तिमीसँग माया बसिसक्यो आफूलाई बिहे पनि तिमीसँगै गर्नु छ फेरि मैले त्यति नभनेको भए तिमीले मसँग बिहे नगर्ने हो कि भन्ने कुराको डरले तिमीलाई कुरा लुकाएँ सरी प्लिज नरिसाउ ल हे भगवान कस्तो झुट बोल्नु भएको त तपाईले
अनि आमालाई चाहिँ के भन्नु भएको छ त तपाईले? आमालाई त के पनि भनेको छैन, बरु तिमी पनि के पनि भन्नु, म बरु कोसिस गर्नेछु, सबै कुरा छ। विवाह गरेर आएको यतिका दिन भइसक्यो, म त घरकै काममा अलमली राखेको छु। मेरो त भागवत पढ्ने बानी छ, माला जप्ने पनि बानी छ। अब तपाईहरु दुईजना दाजुभाइ नै माछा मासु खाने भइदिएपछि मैले कसरी भान्सामा पकाएर खुवाउने भन्नुस् त? आमाले थाहा पाउनु भयो भने के हुन्छ? अनि फेरि तपाईहरु दुईजनालाई कसले पकाएर खुवाउँछ त्यस्तो नचाहिदो कुरा? हेर्नुस्, अब तपाईहरु दुईजना जसरी पनि शुद्धमा आउनुपर्छ है। अब हाम्रो लागि घर एउटै छ, कहाँ गएर पकाएर खानुहुन्छ तपाईहरु? अबदेखि तपाईहरु दुवैजना शुद्धतामा आउनुपर्छ। यो घरमा एउटै घरमा बसेर एउटै परिवारमा बसिसकेपछि छोड्नुपर्छ यो सब कुराहरू। तपाईले भाइलाई पनि सम्झाउनुस् बरु। हस् हजुर, हस्, म सबै कुरा छोड्छु अनि भाइलाई पनि सबै कुरा छोड्न लगाउँछु। बरु भन्नुस् न, हजुरको अरू के आज्ञा छ त्यो पनि म सबै पूरा गर्छु। सिरियस हुनुस् न हजुर, यसरी नजिस्किनुस् के। हेर्नुस्, जीवन जिउनु धेरै कठिन छ। यो कठिन जीवनलाई अध्यात्मले सहज बनाएर लान्छ, सात्विक भोजनले सहज बनाउँछ। तपाईले कस्तो कुरा नबुझ्नु भएको भने? हुन्छ हजुर, म सबै कुरा बुझ्छु, तिमी चिन्ता के पनि नगर। मेरो खाना चाहिँ मिठो पकाउ ल, मेरो भाइले पनि हामीलाई चाटी खाओस्। हस्, पकाइहाल्छु नि। ल, म गएर पकाउन। सबै बानी थाहा छ मलाई, तैँले कस्तो ठाउँमा लान्छस् भने। काहीँ पनि जाने, घरमा खुरुक्क बस्ने, चुप लाएर। तेरिका दाइ बोल नगर्नु न, झन् तपाईँलाई नजाने रमाइलो गर्ने भनेर कस्तो प्लान बनाएको छु। फेरि तपाईँलाई मेरो बानी सबै थाहा छ क्यारे, के टेन्सन? दाइ बाहिर काहीँ पनि जाने कुरा नगर, घरमा चुप लाएर थपक्कमा बस्ने। फेरि आमा भाउजूले थाहा भयो भने मार्छन्। ओ राज, तँ घरमा कहिले आइस? आइपुग्यो फेरि बाटैबाट आएको नि, कहाँबाट आउनु? हेर टुल्के, बाहिर घुम्न जाने भनेर जुत्ता मोजा लाएर अडेरी भएर निक्लेको दाइले ल्याङ हानिदिइरह्यो। सम्झाइँदैन बरु यार। होइन तपाईँ के तलको दाइ हो? यति राम्रो भाइले भनेको कुरा मान्नु पर्दैन? उसको जिम्मा आज मेरो भयो हो नि। ल जाने भयो दुईजनै जाओ, तर बेलुका समयमा घर आउनु नि। फेरि यहाँ फेरि दुङदुङ गनाउने भएर आउने होइन। फेरि तेरो भाउजू र आमालाई म सम्हाल्न सक्दिनँ नि। ओके मेरो दाइ, ल हामीलाई बिदा दिनु है दाइ। ल ल चल, समयमा घर आउनु नि है। ओके। आमाको कपाल त कति लामो है। ल मजाले तेल लगाइदिएको छु है आमा। ल बान्ने अनि अहिले 2-3 घन्टापछि मात्रै नुहाउने है। ल हुन्छ। ओहो हजुर, एक त के गरेर बस्नु भएको? आमाको कपाल बान्दिएको, तेल हालिदिएको अलिकति। साँच्ची राधा, मलाई त कति धेरै भोक लागेको छ। के खाने होला है? तपाईँ भन्नुहोस् न मात्र के खानुहुन्छ, म बनाएर खुवाइहाल्छु नि। सुप्पा नानी, तपाईँलाई पकाउन आउँदैन हो? आउनु त आउँछ नि आमा, तर के गर्नु, राधाको त हातै मिठो, राधाले बनाएको खान मन लागेर हो नि। हो नि, फेरि बुहारी राधाले बनाएको खाना त साह्रै मिठो, हातै मिठो छ। उसले पकाउन छल्न थालेपछि त म भान्सामा जानै छोडिसकेँ। हो नि आमा, अब यसपालिको दसैँमा त खसी ल्याएर मिठो पारेर पकाएर खानुपर्छ।
सुप्पा दिदी अब हामी त त्यस्तो खाँदैनौँ है, हामी त शाकाहारी पर्यौँ। ल राधा आमा माछा मासु बिना पनि दसैँ आउँछ र भनेको। म त माछा मासु बिना त एक दिन पनि खाना खान मन लाग्दैन, भान्सा नै खल्लो भइहाल्छ नि। हामीलाई त सब चल्छ। अनि राधा तिमीले पकाएर नखाने भएपछि हामीलाई कसले पकाएर खुवाउँछ त? अनि हाम्रो घरको काम कसले गरिदिन्छ नि? खै के भनौँ, हामी त सक्दैनौँ दिदी। यस्तो कुरा चाहिँ नगर्नुहोस् है। यही घरमा बसेर मेरो सम्पत्तिमा बसेर मलाई पकाएर खुवाउन सक्नुहुन्न भने तपाईँहरूको यो घरमा अस्तित्व छैन। सुब्बा दिदी के कुरा गर्नुभएको तपाईँले यस्तो? के बोल्नु भएको यस्तो? के भन्नुभएको? नरिसाउनुहोस् न, हामी गरिहाल्छौँ नि। चुप लाग, चुप लाग, गर्छौँ, नरिसाउनुहोस् है। हुन्न आमा, के कुरा गर्नुभएको त्यस्तो? उहाँहरू माछा मासु सबै खाने अनि हामी शुद्ध शाकाहारी, माछा मासु नखाने। अनि उहाँहरूलाई माछा मासु हामीले कसरी पकाएर खुवाउन सक्छौँ? अनि उहाँहरूले खाएको हो त्यो जुठो भाँडा कसरी मोल्न सक्छौँ आमा हामीले? राधा तिमी आफ्नो औकातमा बस। घाँस बाँस कपास मेरो दाइले दिनुभएको छ तिमीहरूलाई। यदि त्यो ठाउँमा बस्न सक्दैनौ भने नि झिटी झाम्टा बोकेर जाँदा हुन्छ। मैले गरेको देखेर गर्न मन लाग्यो भन्दै हुनुहुन्छ है। त्यसो म सिकाउँछु नि त हजुरलाई। यहाँभित्र जपमाला हुन्छ यस्तो, अनि यसलाई सुमेरु भन्छ। अनि यहाँबाट यसरी सुरु गर्नुपर्छ। यहाँदेखि मन पऱ्यो सुरु गर्नु, फेरि यहाँ गाडीमा सकिन्छ, फेरि यहाँ सुमेरुमा चाहिँ समात्नु हुँदैन। फेरि यताबाट यसरी लगेर यसरी सुरु गर्नुपर्छ। यसरी हात गरेर यसरी सुरु गर्नुपर्छ। म सिकाउँछु हजुर। साँच्ची आमा भोलि त दसैँको टिका। अब के काम बाँकी छ हाम्रो घरमा? छ नि, पूजा कोठा सफा गर्न पर्यो, घरै राम्रोसित पुछपाछ। भोलि त चाँडै उठेर पुछपाछ सबै सरसफाइ गर्नु पर्यो नि। भोलि टिका दिन त हो नि, चाँडै गरेर अनि टाइममै टिका लाउनु पर्यो। साइडमै लाउनु पर्यो टिका त। त्यही त आमा, खोइ त उहाँहरू पनि बाहिर जानुभएको, आउनु भएको छैन है। हामी गएर सफा गरौँ, त्यसमा जाऊँ। ल पूजा कोठा सफा गरौँ। आज पूजा कोठा सफा गरौँ। भोलि बिहान घर सरसफाइ चाटचुट त्यसलाई गर्नुपर्छ है। ल
चुसे कि यति बेलासम्म पनि उठ्नु भएको छैन कि क्या हो? आमा पनि बाहिरै निस्किनुहुन्न त। आमा, ए आमा, होइन उहाँ उठ्नु भएको छैन भने कति काम छ घरमा। आज दसैँको टिकाको दिन, यस्तो चाडबाडको दिनमा नि यति ढिलासम्म सुत्ने हो भने कहाँ जानुभयो खै? छिटो तयार हुनु भन्नुहोस् न।